नमस्कार। स्थानीय सरकारको बजेट निर्माण प्रक्रियाको विषयमा जानकारीमूलक यस भिडियोमा यहाँहरूलाई हार्दिक स्वागत छ। यो हाम्रो विकास सम्बद्ध प्रत्यक्ष सरोकार भएको विषय भएको हुनाले एउटा सचेत नेपाली नागरिकको हैसियतले जान्नु र बुझ्नुपर्ने एकदमै महत्त्वपूर्ण विषय हो। हाम्रो स्थानीय सरकारले उचित र पारदर्शी प्रक्रिया अपनाएर गाउँको विकासलाई जोड दिएको छ या यस्ता महत्त्वपूर्ण योजना तथा कार्यक्रमहरूमा पनि राजनीतिक भागभण्डा भइरहेको छ। यो हामी सबैले सचेत भएर चासो राख्नुपर्ने विषय हो। आशा छ यो भिडियो हेरिसकेपछि तपाईले आफ्नो ठाउँको विकासमा स्थानीय सरकारले गरेका प्रयासहरूको सजिलै मूल्याङ्कन गर्न सक्नुहुनेछ। आउनुहोस् सुरु गरौँ आजको यो भिडियो। बजेट निर्माणका 7 वटा चरणहरूमध्ये पहिलो चरणमा बजेटको पूर्व तयारी गर्नुपर्ने हुन्छ र बजेटको पूर्व तयारी चाहिँ पुस मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ। यसमा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने आय व्यय प्रक्षेपण गरी तथ्याङ्क सहितको विवरण संघीय अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पठाउनु पर्दछ। संघीय सरकारबाट अनुदान बापत स्थानीय तहलाई आगामी आबमा उपलब्ध हुने स्रोतको विवरण प्रत्येक वर्षको फागुन मसान्तसम्म पठाउनु पर्ने व्यवस्था छ भने प्रदेश सरकारले चैत मसान्तसम्म वित्तीय हस्तान्तरणको सीमा र मार्गदर्शन पठाइसक्नुपर्ने हुन्छ। यो काम चाहिँ स्थानीय सरकारको कार्यपालिकाले गर्ने गर्दछ र जुन चाहिँ पुस मसान्तभित्र नै सक्नुपर्ने हुन्छ। त्यसपछि चरण 2 मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको काम आउँछ र यसमा यो सीमा निर्धारणसम्मका कामहरू सकिन्छन्। यो जुन चाहिँ वैशाख 10 गतिभित्र गरिसक्नुपर्ने हुन्छ। यसमा संघ र प्रदेश सरकारको सीमा र मार्गदर्शन पाएपछि गाउँपालिका तथा नगरपालिकाले स्रोत अनुमान तथा स्थानीय तहको बजेट सीमा निर्धारण गर्न आफ्नो आन्तरिक राजस्व समेत अनुमान गरी अध्यक्ष वा नगर प्रमुखको अध्यक्षतामा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले प्रत्येक वर्षको वैशाख 10 गतिभित्र बजेटको कुल सीमा, क्षेत्रगत बजेटको सीमा सिलिङ निर्धारण गर्नुपर्ने हुन्छ। यसै गरी चरण 3 मा बस्ती तहमा योजना छनौट गर्नुपर्ने हुन्छ, जुन चाहिँ वैशाख मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ। गाउँ वा नगरपालिकाले प्रत्येक वडा समितिलाई वडा अन्तर्गतका बस्तीका योजना तर्जुमा गर्ने जिम्मेवारी दिन्छ। योजना तर्जुमा गर्न बैठक हुने मिति र समयका बारेमा कम्तीमा पनि 3 दिन अगावै सूचना दिनुपर्ने हुन्छ। वडा कार्यालयहरूले यस्ता सूचना सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्दछ। बैठकमा बस्तीका सबै वर्ग, लिङ्ग, समुदायको सहभागिता सुनिश्चित गराउनु पर्दछ। बैठकमा सबै समुदायको विकास, सशक्तिकरण, स्वास्थ्य र शिक्षा पूर्वाधार विकासलाई सघाउने योजनाहरूबारे छलफल पछि योजना तर्जुमा गर्नुपर्ने हुन्छ। चरण 4 मा वडा स्तरमा प्राथमिकता निर्धारण तथा छनौट गर्नुपर्ने कार्य हुन्छ, जुन चाहिँ जेठ 15 गतिभित्र गरिसक्नुपर्ने हुन्छ। यसमा चाहिँ वडा स्तरबाट प्रस्तावित योजनाहरू जुन आउने गर्दछन् ती योजनाहरूलाई विभिन्न आधारमा प्राथमिकीकरण गर्नुपर्ने हुन्छ र जुन चाहिँ यो जेठ 15 गतिभित्र गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर चरण 5 मा चाहिँ बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रिया अगाडि बढ्छ, जुन चाहिँ असार 5 गतिभित्र गरिसक्नुपर्ने हुन्छ। यसमा चाहिँ स्थानीय तहले आफ्नो क्षेत्रभित्र सञ्चालन गर्ने विकास कार्यक्रमलाई कार्यपालिका सदस्यबाट जिम्मेवारी तोकी आर्थिक, सामाजिक पूर्वाधार विकास, वन, वातावरण तथा विपद व्यवस्थापन र सुशासन तथा संस्थागत समिति गठन गर्न सक्दछ। समितिले वडाबाट प्राप्त योजनाहरू, सबै महाशाखा, शाखा र उपशाखाबाट प्राप्त प्रस्तावित योजनाहरू साथै स्थानीय तह संघको सहकार्य एवं अनुमतिमा काम गर्न गैर सरकारी संस्थाबाट पेश भएका योजनाहरूको एकीकृत बजेट तयार गर्ने गर्दछ। त्यस्तै गरेर चरण 6 मा कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृति हुने काम हुन्छ भने यो चाहिँ असार 10 गतिभित्र गरिसक्नुपर्ने हुन्छ। यसमा बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा तयार गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, राजस्व र व्ययको अनुमान, वार्षिक बजेट जसलाई भन्छौँ, गाउँ वा नगर कार्यपालिकाको बैठकबाट प्रत्येक वर्षको असार 10 गतिभित्र स्वीकृत गरिसक्नुपर्ने व्यवस्था छ।
त्यसैगरी अन्तिम चरणमा स्थानीय सभाबाट बजेटका कार्यक्रम स्वीकृति गर्नुपर्ने हुन्छ। यो चाहिँ असाढ मसान्तभित्र गरिसक्नुपर्ने काम हो। यसमा गाउँ वा नगर कार्यपालिकाबाट स्वीकृत नीति, कार्यक्रम, योजना र बजेट प्रत्येक वर्ष असाढ 10 गतिभित्र नगर सभामा पेश गरिन्छ। यसरी पेश भएको योजना अथवा बजेट सभामा 15 दिनसम्म छलफलको लागि समय उपलब्ध गराइन्छ। छलफल पश्चात सभाको बहुमतले बजेट पारित गर्ने वा सुझावसहित कार्यपालिकामा फिर्ता पठाउन पर्ने अथवा सक्ने व्यवस्था चाहिँ रहेको छ। यसरी बजेट निर्माण प्रक्रिया अगाडि बढ्ने गर्दछ स्थानीय सरकारमा। यो चाहिँ समयका विभिन्न चरणहरू पार गर्नुपर्ने हुन्छ। आर्थिक वर्षको पुस महिनाबाट बजेट निर्माण प्रक्रिया सुरु भएर असाढ मसान्तभित्र टुङ्ग्याइसक्नुपर्ने हुन्छ। सामान्यतया सङ्घको बजेट जेठ 15 गते, त्यस्तै गरेर प्रदेशको असाढ 1 गते र अन्तिममा स्थानीय तहको चाहिँ असाढ 10 गते बजेट भाषण गर्ने जुन संविधानले नै व्यवस्था गरेको छ त्यही अनुसार यसरी क्रमबद्ध रूपमा बजेट निर्माण प्रक्रिया चाहिँ सम्पन्न हुने गर्दछ। हाम्रो स्थानीय तहले बजेट निर्माण प्रक्रियालाई कसरी अगाडि बढाइरहेको छ, यसमा आम नागरिकको हैसियतले हामी सबैले बुझ्नु जान्नुपर्ने विषय पनि हो। यसमा चासो राख्नुपर्ने आवश्यकता पनि हुन्छ। हाम्रो गाउँ समाज टोलमा योजनाहरूको प्राथमिकीकरण कसरी भइरहेको छ, स्वयं आफैले यसमा चाहिँ सचेत हुनुपर्ने आवश्यकता हुन्छ। यो भिडियो तपाईको लागि जानकारीमूलक रह्यो होला भन्ने विश्वास लिएको छु। च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। आगामी भिडियोबाट अर्को जानकारीमूलक सन्देश को साथमा उपस्थित हुने छु। थ्याङ्क्स फर वाचिङ।